वचनमा एउटा कण्ठ गर्न दिनुहुन्छ, गर्नुपर्छ, वचन पढ्नुपर्छ भन्ने कुराहरू सिकाउनुहुन्छ। त्यसै कारणले एउटा वचन मैले कण्ठ गरेकी थिएँ। हितोपदेश 13 हितोपदेश 28 को 13 पदले भनिन्छ कि आफ्ना पापहरू लुकाइराख्नेको कहिल्यै उन्नति हुँदैन, तर जसले स्वीकार गर्छ र त्याग्छ त्यसले कृपा पाउनेछ भनेको छ क्या वचनमा। साँच्चै नै हामीले कृपा पाउने रहेछौँ भनेर हामी त्यो वचन जब हामी आफ्नो पापहरूलाई परमेश्वरको एउटा उपस्थितिमा हामीले गरेको हाम्रो हेराइ हिँडाइ घुमाइ सोचाइ हरेक कुरा त हामी पापी हो। त्यस कारणले हामीलाई त्यो पाप स्वीकार गरेर प्रभुमा आऊ भन्छ क्या वचनले। हामी विश्वास गर्छौँ, विश्वासी हो, विश्वासी भएको कारणले हुन्छ। तपाईँहरू पनि कतिपयले वचन सुन्नुभयो होला, कतिपयले विश्वास गर्दिनँ भन्ने एउटा अनि मन लाग्छ होला। कतिपयले फेरि साँचो धर्म कर्म के हो को हो भन्ने मन व्याकुल होला। तर व्याकुल नगराउनुहोस्, परमेश्वरको उपस्थितिमा आउनुहोस्, परमेश्वरको बाटोमा आउनुहोस्।